Kyabje Maniwa Lama Sherab Jaksin Rinpoche was a highly respected Buddhist master from Nepal, lovingly known as Lama Rinpoche. The title Maniwa was given by His Holiness 16th Gyalwa Karmapa. It is a sacred recognition given to those who have accomplished past recitations of mantra Om Mani Padme Hum. Rinpoche was a devoted disciple of 16th Gyalwa Karmapa. Under his guidance, he completed extensive spiritual education, training, and profound practice. प्रकृतिको सुन्दर हिमालको काखमा 2006 साल वैशाख 8 गते बुद्ध धर्मको ऐतिहासिक पानामा एउटा धर्मगुरु अर्थात् शान्तिप्रिय अवतारी लामाको नाम थपिन पुग्छ। कलीले बास गरेको यस उथल-पुथल धरतीमा एउटा बालकको जन्म हुन्छ। ममतामयी माता छिरिङ गुरुङको पवित्र कोखबाट पिता ढुण्डुक गुरुङको सुपुत्र नुर्बु छिरिङ गुरुङ। त्यस बालकको जन्म धरतीकै नमुना प्रकृतिको सुन्दर सृष्टि हिमशिखर र अनौठा ताल तलाउ गुफा भूभागले सिंगारिएको मनाङ जिल्लाको मनाङ गाउँमा हुन्छ। हामीले देखिरहेको यो पुरानो घर इतिहास बोकेको हुन्छ। नोर्बु छिरिङ गुरुङको जन्मघर। नोर्बु छिरिङ गुरुङको अतीतका पानाहरू पल्टाउँदा सम्झनाका लागि जन्मेको घर र जन्म दिने आमाको साथमा पनि तस्विरभित्र मुहारमा प्रसन्न देखिनुहुन्छ नोर्बु छिरिङ गुरुङ। त्यो बालक नोर्बु छिरिङ गुरुङलाई धर्मको आध्यात्मिक यात्राको पहिलो खुड्किलो हिँड्न सिकाउने गुरु उहाँ नै हो, गुरु उन्जे साम्दे लामा। आमा, बहिनी र गुरुको साथमा नोर्बु छिरिङ गुरुङ। त्यसपछि नोर्बु छिरिङ गुरुङ सिक्किमको रुम्तेक गुम्बामा जानुभयो। 16औं कर्मापा ज्यूसँग भेट भयो। कर्मापाले कपाल काटिदिनु भई अवतारी लामा सेराप ग्याल्चेनको उपनाम दिनुभयो र रुम्तेक गुम्बाको भिक्षुमा प्रवेश गर्नुभयो। उहाँले कर्मापाबाट पहिले शिक्षा अवलोकितेश्वरको ज्ञान सम्बन्धी मणि मन्त्रको अनुपम गुणहरूको बारेमा शिक्षा प्राप्त गर्नुभयो। यही पहिलो शिक्षा र भेट नै आज हामी करुणाको अभिव्यक्ति बोधिसत्व अवलोकितेश्वरको प्रतिबिम्ब उहाँमा नै पाउने गर्दछौं। मनाङ समाजलाई धर्मको सही मार्ग दर्शाउने एउटा सही गुरुको ठूलो खाँचो थियो। मनाङ समाजका गण्यमान्य व्यक्तिहरू सिक्किम जानुभई 16औं कर्मापालाई अनुरोध गर्नुभयो कि तपाईको चेला सेराप ग्याल्चेन ज्यूलाई हाम्रो देशमा पठाउनु भई हामीलाई सही धर्मको मार्ग देखाउन लगाउनुहोस् भनेपछि कर्मापाले मनाङवासीहरूको भावना बुझी सेराप ग्याल्चेनलाई नेपाल पठाउनु भयो। नेपाल आउनु अगाडि कर्मापा र कुन्टु रिम्पोछे कर्मापाले निर्देशन दिनुहुँदै त्यसपछि सेराप ग्याल्चेन ज्यू 16 वर्षको अन्तरालपछि आफ्नै जन्मथलो नेपाल आउनुभयो र पोखराको माटेपानी स्थित माटेपानी गुम्बामा 7 वर्षसम्म शिष्यहरूलाई शिक्षा दीक्षा प्रदान गर्नुभयो। त्यसपछि फेरि काठमाडौँमा बस्ने मनाङवासीहरूको लागि परिसरमा मनाङ समाज गुम्बा निर्माण गरेर सेराप ग्याल्चेन रिम्पोछेज्यूलाई मनाङ समाज गुम्बाको उत्तरदायित्व सुम्पनुभयो।
मन सही धर्मको मार्ग दर्शाउन मनाङ समाज गुम्बामा माने डुङ्क्युर पूजाको सुरुवात गर्नुभयो। यो पूजा हरेक वर्षको पहिलो महिनामा शुभ मानी शुभ कार्यको थालनी गरिन्छ। नोर्बु छिरिङ गुरुङ धेरै वर्षपछि आफू जन्मेको जन्मभूमि जाँदै हुनुहुन्छ। आज उहाँलाई भेट्न र हेर्न मनाङवासीहरू वन पाखा खोला झरना हिमाल पहाड पशु पंक्षी सहित सिङ्गो मनाङ जिल्लाले नै स्वागत गरिरहेको छ। बाटो बाटोमा उहाँलाई दर्शन गर्न र आशीर्वाद थाप्न मनाङवासीहरू हातमा खादा लिएर बसेका छन्। शेराप ग्याल्चेन रिम्पोछे लामाज्यूको स्वागत गर्दै हर्षोल्लासका साथमा मनाङवासीहरू आशीर्वाद थाप्दै अनि शेराप ग्याल्चेन रिम्पोछे लामाज्यू मनाङवासीहरूलाई आशीर्वाद दिँदै गाउँ प्रमुख लामा कुनसाङले रिम्पोछे लामा ज्यूको लामो आयुको कामना गर्दै शेराप ग्याल्चेन रिम्पोछे लामाज्यूलाई उपहार प्रदान गर्नुहुँदै र उहाँले उपहार ग्रहण गर्नुहुँदै उपहार लिने दिने क्रम जारी छ। पहिलो पटक आफ्नै मातृभाषा मनाङे भाषामा धर्मको प्रवचन दिनुहुँदै शेराप ग्याल्चेन रिम्पोछे लामाज्यू निकै ध्यानपूर्वक प्रवचन सुन्दै र यसरी पूजाको अन्त्यमा गाउँवासीहरूलाई आशीर्वाद दिनुहुँदै वृद्ध वृद्धा युवा बालबालिका सबै मनाङवासीहरू आज निकै नै प्रसन्न छन्। आशीर्वाद पाएर शेराप ग्याल्चेन रिम्पोछे लामाज्यू मनाङवासीहरूलाई आशीर्वाद दिनुहुँदै प्रहरी सुरक्षाकर्मी लगायत सबैजना नोर्बु छिरिङ गुरुङको बाल्यकाल सम्झाउँदैछन्। धुमधामका साथमा नाचगान गरेर मनाइसकेपछि गाउँमा शान्ति छाओस् भनी रम्ने पूजा गर्नुहुँदै शेराप ग्याल्चेन रिम्पोछे लामा गुरुलाई धुमधामका साथमा मनाङवासीहरू बिदा गर्दैछन्। मनाङवासी समाजसेवक
टासी घले रिम्पोछे लामाका बारे भन्नुहुन्छ। हाम्रो मनाङको मान्छेलाई यो धर्मको विषयमा उसले धेरै नै लेक्चर दियो। शेराब ग्याल्चेन रिम्पोछे गुरु लामा नेपालमा मात्र होइन विदेशमा पनि उत्तिकै चर्चित प्रवचन दिने लामा गुरुको रूपमा चिनिनु भएको छ। उहाँ विदेशमा विदेशी बौद्ध धर्मावलम्बीहरूलाई बुद्ध धर्म सम्बन्धी प्रवचन दिँदै हुनुहुन्छ। विदेशी धर्मावलम्बीहरू बौद्ध धर्मको बुद्धिस्ट नाम रिम्पोछेबाट प्राप्त गर्दै रिम्पोछेज्यूबाट आशीर्वाद तथा प्रसाद ग्रहण गर्दैछन् विदेशी धर्मावलम्बीहरू। विदेशको गुम्बाभित्र विदेशी लामाहरूसँग वाद्य यन्त्र डमरू बजाउनु हुँदै शेराब ग्याल्चेन रिम्पोछे लामाज्यू वहाँ रुम्तेक गुम्बाको वाद्य यन्त्रको राम्रो चेला हुनुहुन्छ। उहाँसँगै अन्य धर्मावलम्बीहरू पनि डमरू बजाउँदै गुम्बा भित्र छिरेपछि अनुशासनको पालना गर्दै दुई हात जोडेर ढोक्दै देखिएको गुम्बा स्वयम्भू स्थित ब्राका गुम्बा हो। शेराब ग्याल्चेन रिम्पोछे लामाज्यू ब्राका गुम्बामा भक्तजनहरूलाई प्रवचन दिँदै हुनुहुन्छ। यो पूजा ओम आमी देवासी पूजा हो। यो पूजा विश्व शान्ति र विश्वभरिका हरेक प्राणीको कल्याणको लागि र मर्ने हरेक प्राणीको आत्माको चिर शान्तिका लागि गर्ने गरिन्छ। अन्य लामा गुरुहरू मात्र उच्चारण गर्नु हुँदै यो पूजाको एउटा विशेषता के हो भने मनिवा लामाले कागजमा मृत्यु हुने प्राणीहरूको नाम राखेर तन्त्र मन्त्र गरेर आत्माले सधैँ शान्ति पाओस् भनी जलाएको हामी देख्न सक्छौं। खादा उडाएर भक्तजनहरूलाई आशीर्वाद प्रदान गर्दै भक्तजनहरू पनि प्रसन्न मुद्रामा लामा गुरुको आशीर्वाद ग्रहण गर्दै देखिएको गुम्बा पोखरा माटेपानीको कर्मडुङ्क्यू छोलिङ गुम्बा हो। यो माटेपानी गुम्बाको हालका सञ्चालक लामा न्योदेन अर्थात् लामा कोर्तो हुनुहुन्छ। शेराब ग्याल्चेन रिम्पोछे लामाज्यू 16 वर्षपछि बुद्ध धर्मको आध्यात्मिक बाटो मानव कल्याणको अहिंसावादी सही बाटो हो भनी नेपाल फर्कनुहुँदा यो पुनर्निर्माण सम्पन्न पुरानो गुम्बा सम्हाल्नु भएको थियो।
यो गुम्बाको निर्माण कार्य उहाँकै भतिजा बिडुल रिम्पोछे र अर्का भतिजा कलाकार जिमी गुरुङको सक्रियतामा सम्पन्न भएको हो। निर्माण कार्य सम्पन्न भइसकेपछि उहाँको प्रमुख आतिथ्यमा समुद्घाटन भएको थियो। शेराब ग्याल्चेन रिम्पोछे लामाज्यूको सन्तानमा उहाँकी एउटी बहिनी मात्र हुनुहुन्छ। उहाँकी सहोदर बहिनी उहाँको बारेमा यसो भन्नुहुन्छ। सानोदेखि नै हाम्रो गुरुले रिसाउने त यस्तो पुरै छैन है। अब एकदम धर्मको लेनमा अब आमा र म सानोमा लामा गुरु त खालि पढ्ने यस्तो अब लामा गुरुहरू कहाँ छ आमाले गाली गरेर पनि भागेर गएर यस्तो पढ्ने यस्तो मात्रै गर्ने थियो। विभिन्न सङ्घ संस्थाहरूले उहाँलाई समय समयमा सम्मान गर्दै आएका छन्। उहाँ सम्मान समारोहमा पाल्नु भई सम्मान स्वीकार गर्दै हुनुहुन्छ। अहिले सम्मान ग्रहण गर्नुहुँदै सम्मान ग्रहणपछि संयुक्त रूपमा विभिन्न सङ्घ संस्थाका पदाधिकारीसँग शेराब ग्याल्चेन रिम्पोछे लामाज्यू अभिरुचिपूर्वक कुरा सुन्दै यसरी हामी देख्न सक्छौं जहाँ जहाँ उहाँ जानुहुन्छ भक्तजनहरू त्यही त्यही पुग्ने गर्दछन्। नेपाल माउन्टेन साइक्लिङ एसोसिएसनका अध्यक्ष सोनाम गुरुङ यो देखिएको ठाउँ मनाङकै छिमेकी जिल्ला मुस्ताङको मुक्तिनाथको हो। अहिले शेराब ग्याल्चेन रिम्पोछे लामाज्यू स्नान ग्रहण गर्दै हुनुहुन्छ। शेराब ग्याल्चेन रिम्पोछेज्यूलाई बौद्ध धर्मावलम्बीहरूले ठूलो पाठ पूजा र विभिन्न उद्घाटन समारोहहरूमा जिल्ला जिल्लाबाट प्रमुख आतिथ्यको लागि थुप्रै निमन्त्रणा आउँदा उहाँ समय अनुकूल मिलाएर जानुहुन्छ। उहाँ मुक्तिनाथ सेरोफेरोको अवलोकन गर्दै हुनुहुन्छ र धर्मावलम्बीहरूसँग कुराकानी गर्दै हुनुहुन्छ। लामाको स्वागत गर्दै उहाँ मुस्ताङ गुम्बामा बौद्ध धर्मावलम्बीहरूलाई प्रवचन दिँदै हुनुहुन्छ। बौद्ध धर्मावलम्बी लामाहरूलाई आशीर्वाद दिँदै हुनुहुन्छ र अन्त्यमा पूजा सकेपछि भक्तजनहरूलाई आशीर्वाद दिँदै हुनुहुन्छ। यो देखिएको कर्मा ङेडोएन होयसल छोए कोर्लिङ आनी गुम्बा हो। यो ठाउँ हसनटार हो। काठमाडौँदेखि केही टाढा शहरको कोलाहलबाट अलि पर यो पहाडको बीचमा ध्वजाले सजिएको गुम्बा 2049 सालमा निर्माण कार्य पूरा भएको हो। यो गुम्बा मनिवा लामा शेराब ग्याल्चेनको परिकल्पनामा तयार भएको निर्माण गरिएको मनाङ समाजको बुद्ध धर्मप्रतिको आस्था र एकताको प्रतीक पनि हो। अहिले विभिन्न ध्वजा पताकाका साथमा राजा रानीको प्रतीक्षामा रहेका छन्। तत्कालीन श्री 5 महाराजाधिराज वीरेन्द्र वीरविक्रम शाहदेव तथा श्री 5 बडा महारानी ऐश्वर्य राज्य लक्ष्मी देवी शाहको स्वागतका लागि महान धर्मगुरु शेराब ग्याल्चेन रिम्पोछे लामाज्यू अहिले स्वागत गर्नुहुँदै र मन्दिर परिसरमा सवारी लिएर जानुहुँदै सोही अवसरमा मनिवा लामा शेराब ग्याल्चेनज्यूले श्री 5 को सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै विभिन्न उपहारहरू प्रदान गर्नुभएको थियो।
देवताको प्रतीक सो उपहार तत्कालीन राजा रानीबाट ग्रहण गरिबक्सेको थियो। श्री पाँचहरू समक्ष छ्यम नृत्य प्रस्तुत गरिँदै सोही अवसरमा लामाहरू देवताको पहिरनमा नाच गर्दै मनाङवासीहरू आफ्नो परम्परा झल्काउने भेषभूषामा नाचगान गर्दै नाचगान अवलोकन गर्दै मनिवा लामा सेराब ग्याल्चेन रिम्पोछे लामाज्यू श्री पाँचहरूको साथमा अहिले छ्यम नृत्य प्रस्तुत गरिँदै सो उद्घाटन कार्यक्रम सम्पन्न भएपछि मनिवा लामा र मनाङवासीहरू श्री पाँचहरूको बिदाई गर्नुहुँदै